सुकै होस् एक भोट दिनु हुँदैन। म यति कुरा तपाईँलाई बताउन चाहन्छु र जाँदा जाँदा यति भन्न चाहन्छु, कसैलाई लागेको होला समानुपातिको अर्कातिर हाल्नु या प्रत्यक्ष अर्कातिर हाल्नु भनेर यसपटक भ्रष्टाचारको ज्वरो उखाल्ने हो सबै भोट घन्टीमा, सबै भोट घन्टीमा। र मैले अघि भने जस्तै विक्रमसिंह थापा जस्ता व्यक्तिहरू जसले 30औं वर्ष यो देशमा सुशासन कायम गर्न बसेका थिए। मलाई याद छ त्यस क्षेत्रका मान्छेहरू आनन्दले निराउँथे जहाँ विक्रमसिंह थापा खटिएको हुन्थ्यो। अब देशका लागि खट्नेछन् विक्रम, अब देशका लागि खट्नेछन् उहाँ। अब यो देशको रक्षा र सुरक्षाका लागि सँगै उभिएका छौँ। हामीले प्राप्त गरेको यो ऐतिहासिक अवसरलाई हामी पुरा गर्नेछौँ। मलाई विश्वास छ, मैले अघि नै भनिहालेँ, यो विश्वास तोडिने छैन। नेपाली जनताले एक युग पुरेर पाएको यो विश्वासलाई हामीले 21 गते मत क्रान्ति गर्नुपर्नेछ। मत क्रान्ति। हस्, सबको जय होस्, जय देश, जय घन्टी, जय घन्टी। जय घन्टी।